नमस्ते, म राजुल्लु प्रसाद। यतिखेर चाहिँ मसँग ईश्वर वल्लभको कसमै देवाय नाम गरेको एउटा कविता सङ्ग्रह छ। 2042 सालमा छापिएको यो सङ्ग्रह म फेरि आज राति पढिरहेको छु। अहिले यो कविताको सायद यो चौथो कविता हो जो मलाई सुनाउन मन लागिरहेको छ अहिले। अनि म कविता सुरु गर्छु। कविताको शीर्षक हो म पहिरो गइरहेको छु म हारे। म पहिरो गइरहेको छु म हारे। नजाने के भएर उभिएको छु कुदिन यी हतियारहरूको सामु। नजाने के भएर उभिएको छु कुदिन यी हतियारहरूको सामु। प्रत्येक चोटमा आफूलाई टुक्र्याएर छरिन्छु। यी चौटाहरू मेरो अवयव नजाने के हुन थालिरहेका छन्। घाउ दुखेको छ भनेको छैन, देह नै दुखेको छ भनेको छैन। यी हतियारहरूका निरन्तरका आघातहरूले म के भइरहेको छु देखेको छैन। कुदिनु त मूर्ति हुनु हो उसले भनेको। उसका अदृश्य पाखुरा र मुठीहरूले समाते यी हतियारहरू निरन्तर फेरि निरन्तर। यी आघातहरूभित्र म पहिरो गइरहेको छु। माथिदेखि ओर्लेका ढुङ्गाका गिर्खाहरू झैँ धस्किँदै गइरहेछ मनको मोह पनि। शिखरदेखि बेसीसम्म, उचाइदेखि निरन्तर यो धरातलसम्म। बोलाउँदा पनि बोल्दैनन्, शून्य हुन्छन्। आफ्नै परिवेश। सुलीमा चढाइएका शहीदहरू जस्तै यी रुख र पालुवाहरू, क्रसमा टाङ्गिएका हत्केला र छातीहरू। किन कुद्न खोज्छन् यी आँखाहरूले पनि? किन कुद्न खोज्छन् यी आँखाहरूले पनि? किन बिज्न खोज्छन् काँडाहरू फुल भएर पनि? निरन्तर सुलीमा चढाइन्छु, फेरि जङ्गिन्छु, फेरि हिर्काइन्छु, निरन्तर पिटिइन्छु, जिस्काइन्छु सधैँ। मेरा सपनाहरूका प्रतिमा के बन्ने हुन् चोइटिएर छिनोको प्रहारले? मेरा जीवनका आकाङ्क्षा के बन्ने हुन् घोचिएर यो विषालु झिर? ती पाखा पखेलाले धेरै युगदेखि हेरिसके। कति आकाश त तलसम्म झरेर छोएर गइसके। कति स्वरूपहरू मेरै छेउबाट गइसके। मात्र मूर्ति बन्नको लागि यति विघ्न उपक्रम, कठोर प्रक्रियाहरू। उफ कति विषादहरू। उफ कति आफन्त र अरूहरू। उफ कति विघ्न उत्सुक दर्शकहरू। उफ कति तमासेहरू। ती पँधेरातिर पानी भर्न हिँडेका पाइलाहरू पनि रोकिन्छन्, तर हेर्छन् मात्रै हावा जस्तै छेउैबाट बगेर जान्छन्। मैले त गीत पनि गाएको थिइनँ, शब्दहरू पनि बुनेको थिइनँ अचेल कसैलाई केही भन्नलाई। यो निरर्थक आवाजहरू मलाई मन पनि परेको थिएन। तर आघातको यो अनवरत सिलसिला, ती हातहरूको छमाई सुमसुम्याई र फेरि आघातको सिलसिला। बरु केही परेवाको जोडी आपसमा खेलिरहेको हेर्थेँ। बरु केही परेवाको जोडी आपसमा खेलिरहेको हेर्थेँ। कुनै नदीमा घामको किरणहरूसित खेलिरहेको तरङ्गहरू हेर्थेँ। मलाई कुद्न छोड। मेरा ढुङ्गाका छातीहरू मूर्ति बनाउन छोड। म जे छु त्यही ठिकै छु, स्वरूप चाहिएन। मलाई स्वरूप बनाउन छोड। मार्तल र छिनोहरू गोधुलीको बेलामा उभिरहेको बकैनाको बोटसित उभिरहेको साँझ हुन देऊ। गोधुलीको बेलामा उभिरहेको बकैनाको बोटसित उभिरहेको साँझ हुन देऊ। मलाई दुखिसक्यो, साह्रै दुखिसक्यो। मलाई देवता बनाउन छोड। रातको गहिराईमा अँध्यारोसित बाँचिरहेको कुनै पर्खाल हुन देऊ। रातको गहिराईमा अँध्यारोसित बाँचिरहेको कुनै पर्खाल हुन देऊ। म कुनै गुनासो गर्दिनँ, म भन्दिनँ कुनै कथा पनि। मलाई थकाइ लागिसक्यो, साह्रै पट्टै लागिसक्यो। मलाई मन्दिरमा स्थापना गर्न छोड। हेर्दा हेर्दै म हिँड्ने गोरेटो नै बिरानो भइसक्यो। अनौठो कता हो, कताको टाढाबाट आएको स्वर जस्तो। बस्दा बस्दा एउटा समय नै हराइसक्यो। कतै अनायास हराएको क्षितिज जस्तो। नजाने के भएर आएछु यसरी आघातित हुन। नजाने के भएर आएछु यसरी आघातित हुन। कति वनका जङ्गली चराहरू समेतले गुड बनाइसके। म भने उभिरहेको छु अझै कुदिन। म भने उभिरहेको छु अझै कुदिन। बिना अर्थ कुनै पातको तरेलीमा परेको शीत जस्तो। जमिन त मेरै पनि हो, तर यी हतियारहरू कहाँबाट आए? ढुङ्गा त म पनि हुँ, तर यी अदृश्य स्पर्शहरू कहाँबाट आए मलाई बोलाउन?
स्वर त म पनि हुँ। तर यी भीतिमय कोलाहल कहाँबाट आए मलाई बेउझाउन? भयो भयो आघात धेरै भयो आघात धेरै भयो। मेरो मूर्ति हुने रहर पनि अब गयो। भयो आघात धेरै भयो। मेरो मूर्ति हुने रहर पनि अब गयो। धन्यवाद।